हामी जाँदैछौँ उहाँ गएर देखाउँछौँ भैँसी कस्तो छन्। बाबाले भैँसी कतिमा बेच्नुहुन्छ त होइन। त्यो पनि हामी यहाँ भैँसी ल्याउने मान्छेहरू हुनुहुन्छ। बाटो यस्तो छ गाउँघरको बाटो धानबारी हेर्नुहोस् साथीहरू यति रमणीय छन् नि। यो पुली बाटो ठुल्ठुलो छ यार अहिले त सानो भएछ। ला हाम्रो सुन्धारा त हाम्रो बैस काटेर टाउकोमा लाउँथ्यौँ। ला ला धारा त थुक्का खुट्टा त पानी देख्नु जम्मै यता आएछ। अनि कहाँ धारा हुन्छ सिमेसाक एक झलक हाम्रा खेताहरू बस भएछ त कता नै थाहा छैन त्यो त। धानबारी आम्मामा हाम्रो खेत त पुरै नै सब जङ्गल बनाइदिएछ नि यहाँ त। जङ्गलको बाटो यस्तो छ नि फेरि खोज्दै हिँड्नुपर्ने लिएर झन्डै गइस् खेर जाँदैछौँ हामी झन्डै गयो। पिताश्री यो वाला चाहिँ कसको हाम्रो आम्मामा यहाँ त कुलो गएछ नि पहिरो गएछ है। यो ए कुलो त यहाँ आइसक्छ त नि केहरू छ नि थुप्रो रहेछ। ठिक छ भैँसी बेच्नु गएको भैँसी बेच्नु एक्साइटेड खोला ख अरे हाम्रो सुनहरू आमामा धेरै रहेछ तर सबै डर लागेछ नि पारी हल्दी पनि डर लागेको थियो पुरै यता नि सुकेको मरेको कि आमामा कति धेरै हो थुप्रो रहेछ घाँस त। पहिले पनि त मैले धान रोप्नु आउँथ्यौँ ए फल्दो रहेछ है। हेर्नुहोस् हाम्रो यहाँ सुन फल्दैछ सुन कालो सुन आम्बो दामीवाला सुन फल्दो रहेछ नि त्यहाँ त। यहाँ हेर्नुहोस् दामी फल्दो रहेछ नि त। त्यसबाट राम्रै रहेछ भनौँ। यहाँ आएछु म पनि अनि माथि पनि छ नि आएँ मम्मी तेरि यार खुट्टा चाहिँ पुरै धानबारी खेतबारी त होइन धान फल्दो यहाँ त सब अलैँची लागिदिन्छ अहिले त दारा भाइको काम। यो माइजूहरूको होइन ए हो ए बाफ्रे बिरुवाहरू हुँदैछ बाँदरहरू सब चातर चुतर बनाउँछ अरे बिजोक हुन्छ फेरि बाँदर पनि टेर्दैन रहेछ कि उनीहरू लखेट्नु आउँदो रहेछ एडभान्स बाँदरहरू छ नि आज भोलिको कति हाम्रो ठाउँमा त खोला बग्छ नि सबतिर कति टाढा हो गलिसक्यो म त गोठै आइपुग्दैन त। ए आइस फाइनल्ली हाम्रो गोठ आइसक्यो भैँसी यता ठाउँमा छ त भैँसीहरू पनि आम्मामा भैँसीको हाल पोटिलो रहेछ नि तलदेखि माथिसम्मै हिलो गोठ चाहिँ ल त्यहाँ भन्नु नि कोहीतिर पाक्छ मकै अलैँची कालो सुन बाउको कालो सुन वारदेखि पारिसम्म बाफ्रे कति धेरै छरी छ। कालो सुन आँखालाई भ्यान्जेलसम्म रहेछ पहिले खेतहरू आँखाले भ्यान्जेलसम्म थियो अब यो आँखाले भ्यान्जेलसम्म रहेछ। यो के हो
वाट इज दिस दिस क्या बाजे नाप्दैछ यत्रो यत्रो पनि आइरहेछ यार इस, इस, इस। इस, इस, इस। तिम्रो नआयो खोइ गोजीमा राख्नुपर्छ गोजीमा राख्ने जुका भैँसी गयो अब कहाँ लाने हो माथिबाट अहिलेको बाटो जा यसको झिकेको कान्छा दुईटा लाने घर लाने सानै उ त हेर न यो बच्चा चाहिँ के गर्नु नि खाला राम्रो खाला सिहाल्दैन जानु खोज्दै छैन क्या बिचरा कति साह्रो छ गयो भैँसी आउने 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 त आउने त आम्मामा हिलो हिलो छाने त ठिक गर्छ गमुट लाएर अनि बाबा यो लाग्यो भैँसीहरू मोमोतिर हिँड्नु माथि बिचरा हिँड्नु नसक्ने भैँसी भैँसीको पाँडा यस्तो हुँदो रहेछ त हिँड्नु नसक्ने बाटो यहाँ सासबाट भनेर चाहिँ चुपचाप हिँड्छ नपर्नेहरू सासबाट भन्छ त नि देउराली बाबे माउ त मजाले हिँड्दो रहेछ त नि म ढाडे थाल्नु बिचरा गोलो न देखाउनु न नाता त हिँड्नै सकेन बिचरा डराले यस्तो भिड छ अनि फेरि गयो भने चाहिँ त्यहाँ झर्छ भनेर होला बिचरा भिड देखेर त उठ उठ ओइ उठ उठ टाढा नगएपछि बाटो बनाउँदै हो यहाँ चाहिँ उडाएर ल्यायो अनि बिस्तारै खानु चाहिँ आउँदै यहाँ बिचरा मम्मी त्यही कस्तो डराएको क्या यस्तो डर छ रहेछ भैँसी पाडा भाइ बिस्तारै हिँडाउनु न त सुइकेसन जाँदो रहेछ माउ त यस्तो रहेछ कि बाबा छैन ए छ छ छ एमा डोरी छुट्टो जोडी बिचरा माउ देखेपछि मात्र कति गाह्रो नि उसलाई हिँड्नलाई कहिले हिँडेको छैन अरे रोडाको हो यो हो ए पाडा दम छ दम भएर पाडा हिँड्नु सक्ने अरे हौ साथीहरू बाटो चाहिँ रोड रे यस्तो छ है रोडको बाटो ल्या
सानो सानो खोलाले लगेछ त हामी गयो वाइ अब चाहिँ सरासरी हिँड्नु नि डढा निस्केर सरासरी हिँड्नु थाल्यो पाँडा पनि गयो पाँडा गयो चराको आवाज सुन्नुहोस् कोहीले यो कसले गर्छ ले आमा मामा यता नै अम्लिसो रहेछ त पहिला हामी यहाँनिर कोदोबारी कोदोको बिउ कम्ता राख्थेनौँ अनि गोड्न आउँथ्यौँ यति किरा गिजिङ किरा सेतोवाला हो अहिले त कालोवाला अहिले त एक्सपिरियन्स सुनाउँदै हुनुहुन्छ मैले अहिले त सबै अङ्ग्रेजी आउनु भएछ मजा भएन गोड्नु परेन पाँडा गयो पाँडा हेर्नु आएको हामी म पाँडा देखाउनु जान्छु है त पाँडा यहाँ आराम गर्नु थाल्यो साथी आज नआउने बिचरालाई गाह्रो पऱ्यो उसलाई नि टोक्नु थालिसक्यो कस्तो ननिस्केको लुजा बाघ यहाँ छ बच्चा यता छ माउ हिँड्नु नसक्ने आयो त नि हो धेरै देखेर हो त्यसो हो त्यस्तै गर अनि सानो यो पाँडाले कहाँ लानु तल ओए माइला हैन यो यत्रो भएछ यो त ओए माइला कहाँ गयो स्कुल छुट्टी नजाऊ रुदी जान्छ के यो किन रुको आमाले बल्ल हेर्दैछ अहिले चाहिँ नदेखेको भएको थिएन नजानेकै हाम्रो फुटबल ग्राउन्ड सब धानबारी त आइचीबारी भएर हाम्रो धारा त यस्तो भएछ गइरहेछ लै धारा त अनि अघि चाहिँ बच्चा छोरा कुद्दै थियो त अघि त बच्चा छोरा कुद्दै थियो त अनि अहिले चाहिँ नाटक गर्छस् ए म त एउटा मात्रै भनेको त हो भरे लिएर आउनु सानो यसकै